आज पान ट्याङ्कीको स्ट्यान्डमा पेन्ट लाउन आएको मेरो फोनको कभर त आम्बो म भन्दा नि फोहोरी भएको थियो यार। म त भोलि बिहानै स्ट्यान्ड अङ्कलको घरमै डिलिभरी गरिदिन्छु सोचेको थिएँ। अङ्कल त हिजो बेलुका नै ल्याइसक्नु भएको रहेछ। सो त्यसलाई नै पेन्ट गर्नलाई आइसकेछु अङ्कलको घर। आज धेरै पछि अङ्कलको घरतिर आएको त पुरा टाइल साइल लाएर चिट्टो पारिसक्नु भएको थियो। त्यसपछि न्युटन काकाको उल्टो नियममा प्लान बनाई माथि छतमा यसरी रस्सी बाँधेर चढाउन सुरु गरेम। र तलतिर स्पाइडर भाइको दुईटा काकाहरू हुनुहुन्थ्यो। आई मिन टोनी स्टार्क यार, एके आइरन भाइ यार। त्यसपछि स्पाइडर भाइको दुईटा काका भए नि बल्ल तल्ल छतमाथि चढाइयो र अब पेन्टको काम सुरु हुन्छ र नर्मल व्हाइट पेन्ट र मेटल प्राइमर सुरुमै लाउनु पर्छ। त्यसैले प्राइमरमा पेट्रोल मिसाउँदै पातलो गराउँदैछु किनकि प्लम्बिङ वाला मिस्त्री दाजुहरू नि आइसक्नु भएको थियो र पेट्रोल प्राइमरलाई छिट्टै सुकाउन सजिलो हुन्छ। त्यसपछि पेन्ट लाउन सुरु गरे। झन् त्यसमै छिटछिटो लाएर भ्याइदिन्छु भनेको चान्सै छैन नि यार। माथि झन् घामको पोलाइ त बयानमै छैन यार। र अङ्कललाई नि मैले घाममा गरेको देख्दा माया लाएर जा तेरो टोपी लाएर आइज त भन्नुहुन्छ। त्यसपछि हिरोनीलाई लिएर आए घरतर्फ र टोपी लाएर पानी नि लान लाग्छु किनकि त्यहाँ भएको बोतल नि काटेर मैले पेन्ट मिसाइदिन्छु नि त। त्यसपछि फेरि यात्रा सुरु हुन्छ। अहिले त झन् यसरी तलतिर पेन्ट लाउँदा त हात पोलेर हातै झर्ला जस्तो हुन्थ्यो यार। त्यसपछि बल्ल तल्ल सकाए र अझै व्हाइट पेन्ट लाउनु छ। त्यसमै मिस्त्री दाजुहरूले नि ट्याङ्की फिट गर्नु छ भनेर अत्ताको अत्तै र सेतोको पालीमा बक्स खोलेर हेरेको त सेतो जति सब तलतिर रहेछ र छिटछिटो मिसाएर लाउन थाले र झन् यसरी फलामहरुमा पेन्ट लाउँदा लास्ट टाइम खादो रहेछ। 3 घण्टादेखि लागको लाए भने यार थैट दिमाग खराब। त्यसपछि स्ट्यान्डको माथि माथि मात्र पेन्ट लाएर छोड्दिएको किनकि घामको पोलाइ र गर्मीले आफूलाई गाह्रो नहोस् भनेर छोड्दिएको र मेरो फोनको कभरले नि लास्ट साथ दिए यार। यस्तो खालको केस नलाएको भए त उइल्लै फुटिसक्या हुन्थ्यो। र देख्न सक्नुहुन्छ पेन्ट लाएको एकछिनमै मिस्त्री दाजुहरूले ट्याङ्की नि ट्याक्क पारिसक्नु भएको छ र मेरो नि व्हाइट पेन्टसँग कुन बेला चुप्पा भए रहेछ। त्यसपछि फ्रेस भएर खाना बसे नास्ता देख्न सक्नुहुन्छ। नास्ता सँगसँगै करिना दिदीलाई नि पठाइदिनु भएको छ। किन पठाइदिनु हो त जाब हाफ प्लेटमा कसलाई दिने होला भनेर आफू एक्लै ल्याममा पार्दिहाले। त्यसपछि नास्ताहरू ल्यामलुम पारेर घरतिर आए र एकजना कस्टमर भाइ साइकलमा वेल्डिङ गराउन आउनु भएको थियो र वेल्डिङ गरेर कस्टमर भाइले नि घर पठाइदिहाले। र आजको भिडियो कस्तो लाग्यो आफ्नो धारणा कमेन्ट गर्नु होला र यस्तै नि भिडियोहरू हेर्नलाई फलो र सब्स्क्राइब गर्न सक्नुहुन्छ। र आजलाई यति नै, अब भोलि भेट्नु पर्छ है त। टाटा बाई बाई।